हेलो गाइस, वेलकम टु ब्याक माई युट्युब च्यानल। आज चाहिँ म बाटोमा हिँड्दैछु। म चाहिँ तल बिमा गर्ने ठाउँमा जान लागेको अनि म चाहिँ बाटोमा हिँड्दैछु। भर्खरै आइपुगेँ। आजको मौसम पनि अलि चिसो चिसो छ मौसम आज। अनि म र बहिनी जान लागेको कुसुमा बहिनी। हामी दुईजना हिँड्दै अहिले बाटोमा गाउँतिर आइपुग्यौँ। मसँग चाहिँ एकजना बहिनी चाहिँ हामी चाहिँ बाटोमा हिँड्दै हो। अनि त्यो बहिनीले चाहिँ गीत गाउँछु भन्दैछ। अनि गीत गाउने हो त बहिनी? गाउँछु। एउटा गाइदेऊ त, गीत सुनाइदेऊ त। हुन्छ, अब म सुरु गर्छु है। अब स्टकोटा भन्ने भाका त्यो अब 3, 2, 1 स्टकोटा आफ्नै काटी छोरालाई भोटो, गरिबैको घरमा जन्म लिनु कर्मै खोटो, पढाइ लेखाइ ठुलो मान्छे बनाउने रहर, कमै बित्योस् आफ्नो जीवन पुगोस् छोरा सहर, भैसम्मै टेकेमै तिमी टेक्नु धुरी, सके जति छेकिदिउँला घाम आधी होरी, पाखुरीमा तागत रहेसम्म बोकी हिँड्छु। हस्ता गीत पनि गाइसकेँ। अनि हामी हिँड्दै गाउँतिर आइपुग्यौँ। यहाँ तलतिर गाउँभन्दा धेरै तलतिर पर्छ यिनीहरू। यहाँतिर चाहिँ बाटो पनि अलिक विकास भएको छ। अनि हामी हिँड्दैछौँ यतातिर। हामी चाहिँ बिमा गर्न जानमा बाटोमा मान्छेलाई नि भेटेको, भाउजूहरू हुनुहुँदो रहेछ। अनि बिमा घर पनि आइसक्यो। बिमा घर होइन, यसै स्कुल हो। अनि म पहिला चाहिँ स्कुल थियो, मनिको स्कुलमा पढ्थेँ पहिला। हामी सबैजना अहिले चाहिँ यस्तो गाडी भएर बसिरहेको स्कुल चाहिँ यतातिर बिमा गर्ने ठाउँ चाहिँ ठाउँ स्कुलमा म चाहिँ आइपुगिसकेँ। ठाउँबाट घर पनि फर्किसकेँ। म चाहिँ तलबाट माथि पनि आइसकेँ। म घर पुग्न आँटेँ। अब 10-15 मिनट लाग्छ। चाहिँ जमाउँदै रहेछ। अनि आज चाहिँ पानी पर्ला जस्तो छ। त्यही भएर म छिट्टै आएको, छिट्टै भयो। काम अरूको चाहिँ हुनेछ भने चाहिँ जाने बित्तिकै छिट्टै गरिहालेँ। अनि आएको